वर्कसपमा तपाईहरुलाई स्वागत छ। हाम्रो यो सिमेन्ट बोर्डदेखि फल्सिलिङदेखि ट्रसहरू काम यता जिप्सम गर्दै यो फल्सिलिङदेखि यो अलिकता फिटिङ पनि राख्छु हामी किलासम्म यताउता राखिदिन्छु। हेर्नुस् यो चाहिँ लम्बाइ चाहिँ मलाई यो लम्बाइ चाहिँ 20 फिट छ, यो चौडाइ चाहिँ 10 फिट छ। यो मोटामोटी त्यही 4-5 लाख रुपैयाँको हाराहारीमा जान्छ तपाईहरु खर्च। तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामीले अहिले चाहिँ यो बनाएको बानेश्वरमा हो। यो बानेश्वरमा यस्तो कामहरु गरिरहेको छु हेर्नुस्। अनि काम चाहिँ अलिकता एन्डको फल्सिनी हाल्न बाँकी छ। अब जस यो रुम पनि एउटा यो यताको रुम हो। यो चाहिँ टक्क अगाडि टप निकाले टप भन्दा टक्क यताको यो फल्सिलिङ हिजो राखिसक्यौं हामीले। अब जस यसको काम चाहिँ अलिकता फाइनल हुन लाग्छ। यो चाहिँ पुरै तपाईलाई पहिले नि देखाएको थिएँ मैले। टक्क यस्तो छ। अनि यसको फिटिङ हान्न मात्रै बाँकी छ। यो डबल बोर्ड हो, सिमेन्ट बोर्ड बाहिर भित्र फिनिसिङ हेर्न सक्नुहुन्छ यस्तो छ। टक्क यतातिर अब यसमा चाहिँ यो पुतली बनाउनु बाँकी छ। यहाँनिर चाहिँ सिमेन्ट बोर्ड हाल्न बाँकी छ। अहिले बिहान हामी चाहिँ काममा आइसकेका छौँ। अब एकछिनमै पुतली राख्न सकिन्छ। यहाँ चाहिँ दुईटा झ्याल छ, एउटा झ्याल यता छ। टोटल झ्याल चाहिँ 4 वटा छ।